मान्य सदस्य खेमराज कोइराला। सम्माननीय सभामुख महोदय, कैलाली जिल्लाको चुरे गाउँपालिकामा विक्रम सम्वत 2077 सालमा गएको पहिरोका कारण करिब 116 घर विस्थापित हुनुभएको छ। उहाँहरूको अहिलेसम्म पनि कुनै उचित व्यवस्थापन भएको छैन। सडक छेउमा, पालमुनि, जङ्गलको किनारमा, नदीको किनारमा बस्न बाध्य हुनुभएको छ। यो सुकुम्बासी समस्या समाधान र अव्यवस्थित बसोबासीहरूलाई व्यवस्थापन गर्ने क्रममा उहाँहरूलाई उचित व्यवस्थापन गरिनु पर्दछ भन्ने माग राख्न चाहन्छु। साथै सरकारसँग यस्ता खालका समस्याहरू निरन्तर नै भइरहने भएको कारणले गर्दा आधिकारिक निकायहरूलाई अधिकार प्रत्यायोजन गरेर आगामी दिनमा यस्ता समस्या आउँदा तत्कालै समाधान गर्ने व्यवस्था मिलाउनको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद।